नमस्कार, देश नेपाल च्यानलमा स्वागत तथा अभिवादन। सूर्य विनायक भक्तपुरबाट र अगाडि हामी हेर्दैछौँ सूर्य विनायक चोकलाई र अगाडि लागियो भने बनेपा, दायाँतर्फ लागियो भने सूर्य विनायक र पछाडि लागियो भने हामी भक्तपुर पुग्न सक्छौँ। र सूर्य विनायक चोकको अवस्था यस्तो छ र आजको यो भिडियोमा चाहिँ हामी सूर्य विनायकदेखि धुलीखेल सडकको पछिल्लो अवस्था के छ र अहिले चाहिँ यो सडक खण्ड चाहिँ निर्माणाधीन अवस्थामा छ। काम धेरै चाहिँ सम्पन्न भइसकेका छन्, तर अझै पनि आधीउधी काम बाँकी नै रहेको छ। र के छ त आजको अपडेट, कहाँ कहाँ काम भइरहेका छन्, कहाँ कहाँ अझै कामहरू हुन बाँकी नै छन्, तिनको सबै लेखाजोखा गर्दै हामी अघि बढ्नेछौँ। र सोही क्रममा अहिले हामी सूर्य विनायक भक्तपुरमा छौँ र हेर्न सक्छौँ हामी सूर्य विनायकदेखि यो जगाती जाने सेक्सनमा चाहिँ यो मुख्य एक्सप्रेस लेन दायाँ र बायाँ दुवैतर्फ पिच भएको छ भने बायाँ दायाँ दुवै सर्भिस लेनहरू भने पिच हुन अझै बाँकी रहेको छ। र मिडियनमा चाहिँ यहाँ माटो भर्ने काम चाहिँ भएको छ र करिब अन्तिम चरणमा पुगेको छ यो मिडियनमा माटो भर्ने काम। र यता सर्भिस लेनमा भने अझै काम सुरु भएको छैन र अहिले बर्खा भन्दै चाहिँ काम अलिकति ठप्प भएको हो कि जस्तो लाग्दछ। तैपनि कतिपय सेक्सनहरूमा चाहिँ काम अघि बढ्न थालेको थियो, पिचको काम अन्तिम चरणमा पुगिसकेको थियो। त्यहाँको अवस्था के छ, बनेपा बुडोलको सेक्सन के भइरहेको छ र त्यसपछि उता 28 किलोको अर्को साइडमा चाहिँ जुन पिच हुने काम थियो त्यो के भएको छ त्यो पनि हामी हेर्नेछौँ। र यता बायाँ साइडमा हेर्न सक्छौँ यहाँको चाहिँ सानो सेक्सन यो सर्भिस लेनमा चाहिँ पिच भएको छ यो जगाती सेक्सनको। र सूर्य विनायकबाट अब हामी जगातीतर्फ आउँदाको दृश्य यस्तो छ। र यस अरनिको राजमार्ग अन्तर्गत कोटेश्वरदेखि सूर्य विनायक चाहिँ करिब 10 वर्ष अगाडि नै सम्पन्न भइसकेको थियो। जापान सरकारको सहयोगमा चाहिँ काम अघि बढाएर चाहिँ सम्पन्न गरिएको थियो भने त्यसपछि सूर्य विनायकदेखि धुलीखेलसम्मको चाहिँ सडक ठेक्का चाहिँ नेपाली ठेक्दारहरूले गरेको हो। र अहिले चाहिँ अब लगभग अझै 1.5 वर्ष चाहिँ लाग्ला यो काम सम्पन्न हुनलाई। र सम्पन्न भइसकेपछि हजुरहरूलाई थाहै छ अरनिको राजमार्ग हुँदै हामी काभ्रे, सिन्धु लगायत चीन नेपाल सीमा तातो पानीसम्म पनि पुग्न सक्छौँ। र यही राजमार्ग हुँदै हामी बिपी राजमार्ग हुँदै पूर्वतर्फको गन्तव्यमा पनि जान सक्छौँ र मध्य पहाडी लोकमार्ग हुँदै पहाडी बेल्टको यात्रा पनि हामी गर्न सक्छौँ पूर्वसम्मै। र सोही भएर पनि यो सडक खण्ड चाहिँ ज्यादै महत्त्वपूर्ण रहेको छ। र जगाती पुललाई हेर्दैछौँ हामी र यहाँ काम अझै सुरु भएको छैन। र यस खण्डमा फेरि पनि हामी भन्न चाहन्छौँ जगाती महादेव खोला र पुण्यमाता खोलाहरू पर्दछन्। जगाती खोला जगातीको भइहाल्यो, महादेव खोला उता भैँसेपाठी काभ्रेको र पुण्यमाता खोला भने उता सूर्य विनायकको। र काठमाडौँ बाहिरिने सवारीहरू र काठमाडौँ भित्रिने सवारीहरूको लागि चाहिँ यो खण्ड सूर्य विनायकदेखि धुलीखेल चाहिँ टाउको दुखाइ भएको थियो पहिला। र विभिन्न जिल्लाबाट चाहिँ सजिलै धुलीखेलसम्म आइपुगिने र जब धुलीखेलबाट चाहिँ कोटेश्वरतर्फ यात्रा गर्दा चाहिँ धेरै निकै जाम खेप्नुपर्ने चाहिँ अवस्था रहेको थियो। र सोहीलाई चाहिँ मध्यनजर राख्दै अहिले चाहिँ नेपाल सरकारले चाहिँ सूर्य विनायकदेखि धुलीखेलको यो करिब 16 किलोमिटर सडक चाहिँ स्तरोन्नति गर्न लागेको हो। र जसरी कोटेश्वरदेखि सूर्य विनायकको सडकको अवस्था छ त्यस्तै खालको सडक यहाँ बन्नेछ। अटो सर्भिस ट्र्याक सहित 6 लेनको सडक चाहिँ यहाँ बन्नेछ, बिचमा मिडियन पनि हुनेछ। र सोही हिसाबमा चाहिँ काम अगाडि बढ्नेछ। र अब हामी बाँसघारी भक्तपुरमा आएका छौँ र बाँसघारीको दृश्य यस्तो छ। यहाँ चाहिँ खासै काम अघि बढेको छैन, दायाँ बायाँ चाहिँ खनिएको छ। सर्भिस लेनमा पनि थोरै बेसहरू हालेर चाहिँ यहाँ समाइएको छ, होइन भने त्यसपछिका कामहरू चाहिँ धेरै भएका छैनन्। र बाँसघारी भक्तपुरबाट चाहिँ अहिले हामी नलिन चोक हाइटमा आएका छौँ र नलिन चोकको अवस्था यस्तो छ। र अगाडि हेर्दै जाउँ अब नलिन चोकबाट पलासेको चाहिँ अहिले पछिल्लो अपडेट के छ। र हेर्न सक्छौँ हामी नलिन चोक क्षेत्रमा चाहिँ साइड क्लियर भइसकेको छ र यसअघि हामीले भन्ने गरेका यो बिजुलीका पोलहरू स्थानान्तरण भइसकेको छ। र यसरी चाहिँ यहाँ काम अघि बढिसकेको छ र अरू कामहरू भने थप यहाँ हुन बाँकी नै रहेको छ। र फेरि पनि बर्खा लागेसँगै अब यहाँ काम चाहिँ खासै देखिन्न होला। तैपनि हामीले भन्न खोजेको यो बनेपा सेक्सनमा, साँगा सेक्सनमा, साँगा अन्डरपास क्षेत्रमा, साँगादेखि महादेव खोला जुन सेक्सनमा चाहिँ पछिल्लो समय चाहिँ पिच हुन लागेको थियो त्यो सेक्सनमा के भइरहेको छ, बनेपा बुडोलको अवस्था के छ, बनेपा बजारमा चाहिँ स्थिति के छ, र उता 28 किलोको एकतर्फ कालोपत्रे भइसकेपछि अब अर्को साइडमा कालोपत्रे भएको छ कि छैन त्यो जान्न बुझ्नको लागि चाहिँ हामी आज यो भिडियो बनाउँदैछौँ। र हेरौँ अहिलेको अवस्था चाहिँ के छ।
र नलिन चोकबाट अब हामी पलासे क्षेत्रमा चाहिँ आइसकेका छौँ र पलासेको अवस्था यस्तो छ। यहाँ पनि धेरै कामहरू हुन अझै बाँकी नै रहेको हामी जानकारी गराउन चाहन्छौँ। र बायाँ दायाँ पर्खालहरू चाहिँ लगाइसकिएको छ, सीमा निर्धारण भइसकेको छ, सर्भिस लेनको काम पनि खनखान सुरु भइसकेको छ र त्यसपछिको अन्य चरणको कामहरू भने यहाँ सुरु भएको छैन। र हजुरहरूलाई थाहै छ पछिल्लो समय चाहिँ साँगा सेक्सनमा पनि बायाँ साइडमा चाहिँ कालोपत्रे गरिसकिएको थियो र आजको दिनमा हेरौँ त्यहाँ चाहिँ थप कालोपत्रे भएको छ कि छैन र अर्को साइडमा के गरिएको छ त्यो पनि जानकारी दिँदै हामी अघि बढ्नेछौँ। र यो चाहिँ पुरानो पिच सडक हो, निकै साँघुरो रहेको छ र यहाँ ओभरटेकिङ गर्न पनि धेरै हसिलो हुने गरेको छ र सोही भएर पनि अलिकति स्लो डाउन भएको छ ट्राफिक चाहिँ। र सो भन्दै अब हामी लगभग यो साँगाको उकालोमा चाहिँ आइसकेका छौँ र दृश्य यस्तो छ। र पछिल्लो समय चाहिँ हजुरलाई थाहै छ यहाँ धेरै पानी पर्दा चाहिँ कतै कतै डुबान पनि भएको थियो र आजको दिनमा हेरौँ कतै पानी जमेको छ कि छैन, के कसरी चाहिँ यहाँ सडक निर्माण भएका छन् र आगामी दिनहरूमा चाहिँ ती स्थलहरू कस्ता हुनेछन् त्यो पनि हामी मूल्याङ्कन गर्नेछौँ। र अहिले हामी आएका छौँ यो साँगाको उकालोमा। गत हप्ता मात्रै यहाँ पिच सम्पन्न गरिएको थियो र अहिले पिच भएपछि साँगाको चाहिँ यात्रा सहज भएको छ भन्न चाहन्छौँ हामी। र साँगामा चाहिँ सर्भिस लेन हुने छैन, जम्मा 4 लेनको सडक, 2 लेन तल 2 लेन माथि गरी यसरी यहाँ बनाइएको छ र अहिले चाहिँ यो निकै फराकिलो 2 लेनको सडकबाट चाहिँ यात्रा गर्दा चाहिँ सहज महसुस भएको छ र विशेष गरी यो बर्खाको सिजनमा चाहिँ साँगा एरिया चाहिँ एकदम पहिरो प्रोन एरिया हो र सोही भएर पनि अहिले चाहिँ यहाँ निकै सहज भएको छ यात्रा भन्न चाहन्छौँ हामी। र अगाडि देख्न सक्छौँ हामी साँगाको झोलुङ्गे पुल र यसरी चाहिँ साँगामा यात्रा गर्दा चाहिँ अहिले यो दूरी त उही हो तर समय चाहिँ निकै छोटिएको छ र अहिले चाहिँ यहाँ वर्तमानमा भन्नुपर्दा हामी अब लगभग सूर्य विनायकबाट यहाँसम्म चाहिँ एकतर्फी चाहिँ पुरै कालोपत्रेमा आएका छौँ र हुन त त्यो बिचो सेक्सनमा चाहिँ पुरानै कालोपत्रे हो तर कच्ची छैन सडक, पुरानो कालोपत्रलाई अझै बिगारिएको छैन, भत्काइएको छैन। त्यही भएर चाहिँ सूर्य विनायकबाट चाहिँ हामी अहिले साँगा चोकसम्म चाहिँ सजिलै आएका छौँ र साँगा अन्डरपास हामी हेर्न सक्छौँ अगाडि। र यो अन्डरपास कटे लगत्तै अब हामी काभ्रेपलाञ्चोक जिल्लामा चाहिँ प्रवेश गरेका छौँ, भक्तपुर जिल्लालाई चाहिँ बिदाई गरेका छौँ। र यसै आयोजनाको यो दोस्रो ठेक्का पनि हो र यो आयोजनालाई हजुरहरूलाई थाहै छ 2 भागमा विभाजित गरी काम अघि बढाइएको छ। सूर्य विनायकदेखि साँगा एउटा खण्ड र अर्को खण्ड भन्दै साँगादेखि धुलीखेल हुन् र दुवै खण्ड चाहिँ 2वटा ठेकदारहरूले चाहिँ काम गरिरहेका छन्। र अब साँगा अन्डरपास कटे लगत्तै यहाँ चाहिँ यो सानो सेक्सनमा चाहिँ सानो कच्ची सेक्सनपछि यहाँ पुरानो पिच फेरि देखा परेको छ र यो पुरानो पिच कटे लगत्तै दायाँ साइडमा चाहिँ यो पिच हुने काम चाहिँ अगाडि बढेको थियो पछिल्लो समय र आजको दिनमा चाहिँ अवस्था के छ त्यो पनि हामी हेर्नेछौँ। र हेर्न सक्छौँ हामी अब साँगा काभ्रे साइड हो यो र हामीले भनेको सेक्सन चाहिँ अगाडि दायाँतर्फको हो, अझै चाहिँ यहाँ सवारी खोलिएको रहेनछ र पिच चाहिँ सम्पन्न भएको रहेनछ भन्न चाहन्छौँ हामी। र हेर्न सक्छौँ यो फाइनल बेसहरू हालिसकेपछि प्राइम कोट गरिसकेपछि पिच भने अझै सुरु भएको रहेनछ र यहाँ चाहिँ एउटा ट्रकले अगाडि पानी हालिरहेको छ बाटोमा धुलो नउडोस् भनेर। र हेर्न सक्छौँ हामी दृश्य अगाडि। र दायाँ साइडको सडक हामीले जुन देखेका छौँ त्यो चाहिँ फाइनल बेसहरू हालिसकेपछि प्राइम कोटिङ गरेर छोडिएको सडक हो र पिच हुन चाहिँ यहाँ पाएको छैन। र हेर्न सक्छौँ हामी यसरी चाहिँ यहाँ पानी हालिएको छ धुलो नउडोस् भनेर। र साँगा काभ्रे साइडमा फेरि पनि हामी अपडेट गर्न चाहौँ। यो साइडमा चाहिँ दायाँ साइडमा चाहिँ अझै पिच सम्पन्न भएको रहेनछ, फाइनल बेसहरू हालिसकेपछि प्राइम कोटिङ गरेर चाहिँ यहाँ छोडिएको रहेछ र सोही भएर चाहिँ यहाँ अहिले चाहिँ काम अघि बढ्न सकेको छैन र बर्खाले गर्दा पनि यहाँ काममा चाहिँ रुकावट आएको छ। होइन भने यो सेक्सन चाहिँ सम्पन्न भइसक्नु पर्दथ्यो अहिलेसम्म र ट्राफिक सुचारू पनि भइसक्नु पर्दथ्यो यो दायाँ साइडबाट र विडम्बना अहिले चाहिँ दिनौँ जस्तो पानी परिरहेको छ
सोही भएर पनि अहिले यहाँ काम अघि बढ्न सकेको छैन। सोही जानकारी हामी गराउन चाह्यौँ र वर्तमानको अवस्थामा भने साँगा अन्डरपास कटे लगत्तै अब हामी यो कच्ची सेक्सनमा चाहिँ अब यात्रा गर्नुपर्ने हुन्छ। लगभग 1.5 किलोमिटर होला यो सेक्सन र दायाँ साइडमा चाहिँ अलिकति कालोपत्रे चाहिँ भएको रहेछ, नभएको होइन र करिब 50% जस्तो चाहिँ कालोपत्रे गरेर चाहिँ छोडिएको रहेछ र बिचमा चाहिँ काम गर्न नसकेपछि यसै छोडिएको रहेछ। र सूर्य विनायकबाट हामी यता महादेव खोला लगभग आउन लागेका छौँ। यहाँसम्म आइपुग्दा चाहिँ अहिलेको कच्ची सेक्सन भनेको साँगा अन्डरपासबाट चाहिँ यो महादेव खोलासम्मको लगभग 1.5 किलोमिटर सडक भनौँ र अब महादेव खोला कटे लगत्तै भैँसेपाटी क्षेत्रमा चाहिँ हामी प्रवेश गर्नेछौँ र महादेव खोलाको अवस्था यस्तो छ। बायाँ साइडमा अलिकति काम भएको छ, दायाँ साइडमा अलि धेरै काम भएको छ, तर यहाँ पनि अहिले काम अघि बढेको छैन र अब बर्खा लाग्यो भन्दै यहाँ चाहिँ काम ठप्पै भएको छ। र यो पुरानो पिच हो भैँसेपाटी काभ्रेको र अन्दाजे भन्नुपर्दा चाहिँ 1.5 किलोमिटर कच्ची सेक्सन भनौँ सूर्य विनायकबाट यहाँ भैँसेपाटीसम्म आउँदा र यो पनि पुरानै कालोपत्रे हो र यसलाई चाहिँ हामीले कच्चीमा गनेनौँ। र दायाँतिर हेर्न सक्छौँ हामी यहाँ चाहिँ माटो फिलिङ गर्नको लागि चाहिँ यहाँ माटो थुपारिएको छ र यो भैँसेपाटीको ओह्रालो लागे लगत्तै अब अलि अगाडि हामी देख्न सक्छौँ नयाँ पिच र यो नयाँ पिचबाट चाहिँ बनेपा पुल बजारसम्मै हजुरलाई थाहै छ कन्टिन्युस पिच छ एकातर्फ भने अर्कोतर्फ चाहिँ पिच हुन अझै बाँकी नै रहेको छ। भैँसेपाटी काभ्रेबाट अब हामी जनागलतर्फ अघि बढ्दाको दृश्य यस्तो छ। एकतर्फी पिच सडक, अर्कोतर्फ भने कच्ची सडक, काम हुन बाँकी नै रहेको सडक, यस्तो दृश्य हामी हेर्न सक्छौँ। र फेरि पनि रिपिट गर्न चाह्यौँ हामीले चाहिँ जम्मा 1.5 किलोमिटर कच्ची सेक्सन चाहिँ यात्रा गर्नुपर्ने हुन्छ। अब भनौँ सूर्य विनायकदेखि पुल बजार बनेपासम्म आइपुग्दा र उता साँगा अन्डरपासबाट महादेव खोलासम्म नै पिच त हुन्थ्यो तर आधी सिद्धिएको छ, तर आधी गर्न नसकेको हुनाले पानीले डिस्टर्ब गरेको हुनाले चाहिँ ठेकदारले काम अघि बढाउन सकेको छैन। होइन भने चाहिँ कन्टिन्युस रूपमा चाहिँ हामी कालोपत्रेमै लगभग बनेपासम्म आइपुग्दथ्यौँ र त्यो चाहिँ धेरै राम्रो हुन्थ्यो र सो नभए पनि त्यो खास गाह्रो सेक्सन चाहिँ होइन र मेन कुरो भनेको साँगामा चाहिँ पिच भएको छ, त्यसले चाहिँ निकै सहज बनाएको छ अब यात्रा। र सो भन्दै अहिले हामी चाहिँ यहाँ भैँसेपाटीबाट जनागल काभ्रेमा आएका छौँ र जनागलको दृश्य यस्तो छ। यहाँ दुईतर्फी नै कालोपत्रे भइसकेको हो र बिच मिडियनमा भने माटो फिलअप गर्न अझै बाँकी नै रहेको जानकारी गराउन चाहन्छौँ। र यसरी सडक बनेपछि यात्रा निकै सहज हुने भयो, छिटो हुने भयो, छरितो हुने भयो र सेफ पनि हुने भयो भन्न चाहन्छौँ हामी। र यसरी चाहिँ अब हामी जनागलबाट चाहिँ बनेपा पुल बजारमा आइसकेका छौँ र पुल बजार बनेपाको दृश्य यस्तो छ। र अब हामी उता धुलीखेलमा गएर चाहिँ भन्ने छौँ टोटल सूर्य विनायकबाट धुलीखेल पुग्दा चाहिँ टोटल कति कच्ची सडक छ र अरू पक्की सडक कति छ र पुरानो पक्की सडक चाहिँ कति हो त्यो पनि हामी लेखाजोखा गर्नेछौँ र अन्त्यमा भन्नेछौँ। कृपया भिडियो हेर्दै गर्नु होला र अगाडि चाहिँ बनेपामा चाहिँ धमाधम काम अघि बढिरहेको छ अझै पनि, त्यो दृश्य हेर्दैछौँ हामी यहाँबाट। र पुल बजार यो पुण्यमाता खोला समीपको क्षेत्रमा चाहिँ यहाँ सडक कच्ची नै रहेको छ र यो लगभग 200 मिटर जति कच्ची सेक्सन भनौँ हामी, लगभग 2 किलोमिटर सडक नै भनिदिउँ यहाँसम्म कच्ची रहेको। र पुण्यमाता खोलाको अवस्था यस्तो छ, यहाँ चाहिँ अझै पुल बन्न सकेको छैन, डिजाइनिङको समस्या, स्थानीयले चाहिँ डिजाइन एप्रुभ नगरेको भन्दै चाहिँ यहाँ काम अघि बढ्न सकेको छैन। पुण्यमाता खोलाको अवस्था यस्तो छ, यहाँ चाहिँ समय समयमा चाहिँ बाढी आउने गरेको छ र क्षेत्र नै डुबानमा पर्ने गरेको छ, तर अब चाहिँ डुबानमा पर्दैन होला किनभने यहाँ चाहिँ धेरै रेज्ड गरिएको छ बनेपा बजारलाई। अहिले माटो फिलअप गरेर एकदम हाइट बढाएर दुवैतर्फ टेवा पर्खालहरू लगाएर चाहिँ यहाँ काम अघि बढाइएको छ र भविष्यमा चाहिँ अब बनेपा बजार चाहिँ डुब्दैन होला। र यसरी हामी पुण्यमाता खोला कटे लगत्तै बनेपा बजार एरियामा आएका छौँ र यहाँ चाहिँ दायाँ बायाँ बेसहरू हालेर चाहिँ समाइएको छ र एकतर्फ चाहिँ यहाँ काम गरेर चाहिँ अर्कोतर्फ फेरि काम गर्ने हेतुले चाहिँ यहाँ काम अघि बढाइएको छ र यसरी चाहिँ यहाँ काम अघि बढेको छ। र अब कच्ची सेक्सन हेरौँ हामी 4 बाटोसम्मको र पछिल्लो समय हजुरलाई थाहै छ हामीले चाहिँ भिडियो अपडेट गर्दा लगभग 10 दिन अगाडिको कुरा होला
चारदो बाटोदेखि बुडोलको त्यो उकालोसम्म चाहिँ पिच गर्ने काम भइरहेको थियो र सायद आज त्यतैबाट चाहिँ सवारी सञ्चालन गरिसकिएको होला र त्यसको पनि फाइनलाइज गरौँ गरे कि गरेन भनेर। र बनेपा बजारको यो मध्य भागमा हामी आइसकेका छौँ र यता यो पुरानो पिच भयो र लगभग यहाँसम्म आइपुग्दा चाहिँ 2.5 किलोमिटर सेक्सन चाहिँ कच्ची सेक्सन हामी पायौँ र पुरानो पिच सडकलाई चाहिँ हामीले कच्चीमा काउन्ट गरेका छैनौँ र सूर्य विनायकबाट बनेपासम्म आइपुग्दा चाहिँ 2.5 किलोमिटर सेक्सन कच्ची छ र अब बनेपा चारदो बाटोबाट हेरौँ उता दायाँतर्फबाट चाहिँ सवारी आवागमन भएको छ कि छैन भनेर र त्यो पनि हामी जान्न एकदम आतुर भइसकेका छौँ। र बनेपा चारदो बाटोको दृश्य हामी हेर्दैछौँ अगाडि नेपाली झन्डा फहराइरहेको स्थान यो चाहिँ बनेपाको चारदो बाटो सेक्सन हो र यसरी चाहिँ यहाँ चाहिँ सवारी सञ्चालनमा आएको रहेछ। दायाँपट्टि जुन सेक्सनमा चाहिँ हामीले पिच भएको छ भनेका थियौँ यसरी चाहिँ सवारी चाहिँ सञ्चालनमा आएको हामी जानकारी गराउन चाहन्छौँ भने बायाँ साइडमा चाहिँ अझै काम भइ नै रहेको छ र हेर्न सक्छौँ हामी जुन समयमा हामी यहाँ आएका थियौँ 10 दिन अगाडि त्यो बेला चाहिँ यहाँ सडक पिच भइरहेको अवस्था थियो र अहिले चाहिँ यसरी पिच सञ्चालनमा आएको छ र अब चाहिँ चारदो बाटोबाट बुडोल मात्रै होइन बुडोलबाट चाहिँ धुलीखेलसम्मै सररै कालोपत्रेमा चाहिँ हामी जान सक्ने भइसकेका छौँ र अब चाहिँ हामी फाइनल्ली भन्न सक्छौँ सूर्य विनायकबाट बनेपासम्म आइपुग्दा जम्मा 2.5 किलोमिटर मात्रै कच्ची सेक्सन छ होइन भने सबै एकतर्फी चाहिँ पक्की सडकमै तपाईँ यात्रा गर्न सक्नुहुनेछ र यता पनि हेर्न सक्छौँ बनेपा बजारमा यसरी चाहिँ यहाँ बेसहरू हालेर चाहिँ यहाँ समाइएको छ र अब एकातर्फ पिच भयो ल भइहाल्यो अब काम नगर्ने भनेर चाहिँ ठेकदार चुपचाप बसेको छैन भ्याएसम्म र मौसमले साथ दिएसम्म चाहिँ यहाँ काम अघि बढिरहेको छ सो पनि जानकारी गराउन चाहन्छौँ। तर सूर्य विनायकदेखि साँगाको ठेकदारले भने त्यसो गरेको छैन उताको सेक्सनमा चाहिँ काम पुरै ठप्प छ भने यताको सेक्सनमा चाहिँ अन्तिम फाइट गरिरहेको छ ठेकदारले बर्खाको बावजुद पनि काम अघि बढाइरहेको छ। सोही जानकारी गराउँदै हामी अहिले बुडोल बनेपामा आइसकेका छौँ र बुडोलको उकालो कटे लगतै अब हामी 28 किलोतर्फ यात्रा अघि बढाउँदैछौँ र यताबाट त हेर्न सक्छौँ हामी सडक दुईतर्फी नै पिच भइसकेको छ बुडोल बनेपाको यो उकालो कटे लगतै र यसले चाहिँ यात्रा निकै सहज भएको छ र अहिले चाहिँ फेरि पनि हामी भन्न चाह्यौँ सूर्य विनायकबाट चाहिँ धुलीखेलको यात्रा चाहिँ निकै सहज भएको छ र जम्मी 16 किलोमिटरमा चाहिँ 2.5 किलोमिटर जति चाहिँ कच्ची सेक्सन तपाईँले पाउनुहुन्छ त्यसमा चाहिँ अब पुरानै कालोपत्रे सडक चाहिँ लगभग तपाईँले 3 किलोमिटर जति पाउनुहुन्छ भने अरू सबै चाहिँ यो नयाँ पक्की सडक हुन् र यता पनि हामी हेर्न सक्छौँ बायाँ साइडमा पिच गरिसकेपछि दायाँतर्फ पनि अन्तिम बेसहरू हालेर सम्माइसकिएको छ र यदि यहाँ चाहिँ अझै यो सिटिबी लेयर पनि राखिएको रहेछ र त्यो लेयर राखेर अब यहाँ प्राइम कोटिङ मात्रै गरियो भने यता पनि पिच चाहिँ छिटै हुनेछ तर मौसमले साथ दियो भने मात्रै र हेर्न सक्छौँ जहाँ चाहिँ त्यो जियो फ्याब्रिकहरू ओढाइएको छ त्यहाँ चाहिँ यो सिटिबी लेयरहरू चाहिँ यहाँ राखिसकिएको अवस्था हो र सिटिबी गरिसकेपछि पानीले नि खासै असर त नगर्ला किनभने त्यो बेस सिमेन्ट हालिसकेको हुनाले चाहिँ अलिकति कडा हुन्छ र प्राइम कोटिङ गरेर अब आजकै दिनमा पनि लगभग पिच चाहिँ गर्न सकिन्थ्यो होला र 28 किलोबाट अब हामी अगाडि बढ्दैछौँ। 28 किलो बजारलाई हेऱ्यौँ हामीले र 28 किलो बजारको अवस्था यस्तो छ यहाँ चाहिँ अब बायाँ साइडमा पिच भइसकेको रहेछ कि नै भने दायाँ साइडमा पनि सिटिबी लेयर नै राखिसकेपछि अब यो बर्खा अगाडि नै भनौँ यो बर्खाकै दौरानमै पिच चाहिँ यहाँ सम्पन्न हुने लक्षण देखिएको छ र यही हिसाबले काम गऱ्यो भने चाहिँ बल्ल हामी चाहिँ एकदमै राम्रो ठान्दछौँ र यो ठेकदारले चाहिँ निकै प्रशंसनीय काम गरेको चाहिँ हामी फेरि पनि भन्न चाहन्छौँ। यो लामा कन्स्ट्रक्सन कम्पनी हो र लामा कन्स्ट्रक्सन कम्पनीले चाहिँ धेरै ठेक्काहरू पाओस् धेरै नेपालका सेक्सनहरूमा चाहिँ काम अघि बढाओस् र यस्तै शैलीमा चाहिँ काम गरोस् छिटो छरितो काम गरोस् र यस्ता मौसमको च्यालेन्जेसमा पनि काम अघि बढाइरहोस् हाम्रो शुभकामना छ भन्न चाहन्छौँ हामी र सो भन्दै अब हामी 28 किलोबाट धुलीखेल नगरपालिकामा पनि प्रवेश गरिसकेर हामी चाहिँ बाँसघारी क्षेत्र धुलीखेलमा आइसकेका छौँ र हजुरहरूलाई थाहै छ अब धुलीखेल बाँसघारीदेखि धुलीखेल बजारसम्म त गत वर्ष नै कालोपत्रे सम्पन्न गरिसकिएको थियो र फेरि पनि हामी सारांशमा भन्न चाहन्छौँ आजको हाम्रो यात्रा सूर्य विनायक भक्तपुरदेखि धुलीखेल काभ्रेसम्मको रह्यो र सो क्रममा हामीले चाहिँ जम्मा 2.5 किलोमिटर सडक
चाहिँ कच्ची सेक्सनमा चाहिँ यात्रा गऱ्यौँ र पुरानो पक्की कालोपत्र सेक्सनमा लगभग 3 किलोमिटर यात्रा गऱ्यौँ र बाँकी करिब 8.5 किलोमिटर सडक चाहिँ हामीले चाहिँ नयाँ पक्की सडकमा यात्रा गऱ्यौँ र अझै पनि यहाँ काम अघि बढ्दैछ र विशेष गरी अब उता सूर्यविनायक साँगा सेक्सनको ठेकदारले चाहिँ काम अघि राम्रोसँग बढाइदिएछ राम्रो हुन्थ्यो भन्न चाहन्छौँ हामी र विशेष गरी उता साँगादेखि सूर्यविनायकको ठेकदारले पनि यही ठेकदारले जस्तो काम अघि बढाइदिए राम्रो हुन्थ्यो भन्न चाहन्छौँ तर अहिले चाहिँ हामी मूल्याङ्कन गर्न चाहन्नौँ किनभने बर्खा लागिसकेको हुनाले अब च्यालेन्जिङ छ काम गर्नको लागि सो पनि हामीले बुझ्नुपर्ने हुन्छ भन्दै अब हामी धुलीखेल बजारमा आइसकेका छौँ र यो भिडियो हामी यहीँ टुङ्गाउन चाहन्छौँ र भविष्यमा पनि यस्तै यस्तै देश विकासमा समर्पित तपाईँ हाम्रै देश नेपाल च्यानललाई आजसम्म र अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया आजै अहिले नै गरी नजिकैको बेल आइकन थिचिदिनु हुन पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ धन्यवाद अनि जय नेपाल देश नेपाल च्यानल धुलीखेल काभ्रेबाट र दायाँ साइडमा देख्न सक्छौँ हामी बिपी राजमार्ग हुँदै हामी पूर्वतर्फको यात्रा गर्न सक्छौँ भने सिधै यात्रा गरियो भने हामी कोदारी राजमार्ग अरनिको राजमार्ग हुँदै तातोपानी जान सक्छौँ भन्न चाहन्छौँ।